दर्शकहरू चाहिँ ट्याम्के डाँडा हो है। ट्याम्के डाँडा खोटाङ र भोजपुर जिल्लाको सिमानामा अवस्थित ट्याम्के डाँडामा चाहिँ आज मङ्सिर 3 गते बाला चतुर्दशीको दिन दर्शन गर्नेहरूको हजारौँ घुइँचो देख्न सक्नुहुन्छ। र यतापट्टि चाहिँ फोटो खिच्ने एरिया हो यो चाहिँ ट्याम्के डाँडाको। त्यहाँ पनि भिडभाड देखिरहनु भएको छ। तपाईँहरू पनि भिजिट गर्नु होला है यो ठाउँ। यो भनेको चाहिँ हाम्रो पूर्वी जिल्लाहरूको चाहिँ धार्मिक अनि पर्यटकीय स्थल ट्याम्के डाँडा। उतापट्टि मेरो ब्याकग्राउन्डमा देखिरहनु भएको छ जलेपल्लीको भ्यू टावर। यहाँबाट चाहिँ वरिपरिको भिडियो निकालेर तपाईँहरूले हेर्न सक्नुहुन्छ कि यति बवाल भ्यू छ। हिमालहरू अनि अन्य डाँडा पाखाहरू एकदमै क्लियरमा यहाँबाट अवलोकन गर्न सकिन्छ र आँखाले देखेको कुराहरू पत्याउनै नसक्ने दृश्यहरू पनि देख्न सकिन्छ। ल भिडभाड यतापट्टि सीताकाली मन्दिर दर्शन गर्ने भजनहरू हिजो देख्न सक्नुहुन्छ तपाईँहरूले। साथीहरू के कस्तो लाग्यो तपाईँहरूलाई? यो चाहिँ म बेला बेलामा आउने गर्छु सीताकाली मन्दिर यहाँबाट सक्नुहुन्छ। बवाल छ रमाइलो। ल फोटो खिच्ने र तपाईँको दर्शन गराएको चाहिँ हजारौँ भिड देख्न सक्नुहुन्छ तपाईँहरूले। बवाल छ बिबी। सीताकाली मन्दिर यो चाहिँ भिडियो एकदमै क्लियरसँगले देख्न सक्नुहुन्छ तपाईँहरूले।